नमस्ते आदरणीय दर्शकहरू, यहाँनिर एउटा झोलुङ्गे पुल साथसाथै एउटा मोटर जाने पुल सँगसँगै देख्दैछौँ। यो ठाउँ बैतडी जिल्लाको पुचौडी नगरपालिकाको यो टुना भन्छ, खडीखेत जोड्ने बजार। यो हाम्रो गाउँ बैतडी जाने जोड्ने यो झोलुङ्गे पुल हो। साथसाथै यो मोटर चढ्ने पुल पनि बनेको छ। यहाँ नजिकै हाम्रो गाउँ उता देखिँदैछ, हेर्नुहोस्। उता परको ठुलो भवन चाहिँ नगरपालिका पुचौडी नगरपालिकाको भवन हो। र यहाँनिर एउटा कुरा, एउटा ठुलो पुल र सानो पुल, अर्थात् मोटर चल्ने पुल र झोलुङ्गे पुल सँगसँगै रहेछ। र यो झोलुङ्गे पुललाई यताबाट कतै सार्न पायो भने यहाँ धेरै सुविधा हुने थियो। साथसाथै यो पुल पनि अन्त बनाएको भयो भने यहाँ दुईवटा पुलको आवश्यकता थियो जस्तो लागेन है। र नेपालको कतिपय ठाउँमा यस्तै छ अवस्था, झोलुङ्गे पुल र पुल सँगसँगै छ। तर कहीँ एउटा पुल पनि हुँदैन, कहीँ दुईवटा पुल बनाउनु यो नेपाली विकासको गलत मोडेल हो जस्तो लाग्छ। साथसाथै यदि यो मोटर चल्ने पुल अन्त बनाएको भए यो झोलुङ्गे पुलको पनि सदुपयोग हुन्थ्यो। र यदि यो मोटर चढ्ने पुल यहाँ बनाएर यो झोलुङ्गे पुल अन्त सार्या भए भने यो पुलको सदुपयोग हुन्छ। र हाम्रो गाउँभन्दा तल यस्तो पुल नभएर धेरै मान्छेहरूलाई दुःख भएको छ। यस्तो नहोस् है। विकास गर्दा अलि बुद्धि पुर्याएर गर्ने हो कि भन्ने मेरो प्रश्न हो। धन्यवाद।